विकास 35 वर्षको ट्रक ड्राइभर बन्दीपुरबाट काठमाडौँ ललितपुर डेलिभरीका लागि पहिलो पटक जाँदै थियो। उसो त विकास एक्लै थियो र बाटो निकै लामो थियो, तर नदी र पहाडले घेरिएको कोस्टल रोड निकै सुन्दर देखिन्थ्यो। तर साँझ ढल्दै गयो र अँध्यारो भयो। बाटो यति सुनसान र शान्त थियो कि विकासको छातीमा अनौठो बेचैनी उठ्न थाल्यो। चारैतिर कुहिरो छायो र त्यसबाट बच्न उसले ट्रकका हेडलाइट तेज गर्यो। अचानक उसले अगाडि एउटा खाली सडक देख्यो। आमका रुखले घेरिएको र चारैतिर ठुला ठुला ढुङ्गा थिए। जब विकास सडकको नजिक पुग्यो उसले त्यहाँ केही देख्यो। सडकको किनारमा एउटा सानो बच्चा उभिएको थियो। बच्चाले स्कुलको युनिफर्म लगाएको थियो र माटोले ढाकिएको थियो। विकासले ट्रक बिस्तारै रोके। सिसा तल झार्दै उसले सोध्यो, तिमी यति राति यहाँ किन छौ? तर बच्चाले कुनै जवाफ दिएन, केवल जमिनलाई हेर्दै थियो। जब विकासले फेरि बोलायो, बच्चाले बिस्तारै टाउको उठायो र एक अजीब मुस्कान दियो। त्यस्तो मुस्कान जुन सामान्य मान्छेले दिन सक्दैन। अर्को सेकेन्डमा बच्चा विकासको आँखा अगाडि कुहिरोमा हरायो। विकास थर्रायो। उसले नजिकैको बोतलबाट पानी पियो र 2 मिनेटपछि सोचे, सायद यो सब मेरो भ्रम हो। तर भित्री डरले गर्दा उसले तुरुन्त ललितपुर पुग्ने निर्णय गर्यो। थोरै अघि बढ्दा विकास फेरि उही मोडमा पुगे जहाँ चारैतिर ठुला ढुङ्गा र आमका रुख थिए। त्यही स्थान जहाँ उसले बच्चा देखेको थियो। यसपटक उसले रोकेन र अघि बढ्यो, तर बारम्बार उही मोडमा आइरहेको थियो। विकासलाई विश्वास गर्न गाह्रो थियो कि यस्तो कसरी हुन सक्छ। उसले 2 मिनेट गाडी रोकेर फोन खोले। घन्टौँ गाडी चलाएको थियो, तर नक्सा ललितपुर पुग्न उस्तै समय देखाइरहेको थियो। उसले साथी ट्रक ड्राइभरलाई कल गर्दा फोन नै बन्द थियो। चार्जिङमा राख्दा पनि चार्ज भएन। त्यसपछि फेरि उही बच्चा देखा पर्यो। माटोले ढाकिएको युनिफर्म, नङ्गा खुट्टा, डराउने मुस्कान लिएर सडकको उही कुनामा उभिएको। विकासलाई देखेर बच्चा मुस्कुराइरहेको थियो। विकासको रुह काँप्यो। उसले ट्रक फुल स्पिडमा चलायो, तर बच्चा केही किलोमिटर पछि ट्रकको अगाडि देखा पर्यो। डरले विकास छक्क पर्यो। बच्चालाई ट्रकको अगाडि देखे पनि उसले रोकेन। ट्रक बच्चामाथि गए। रियर भ्यू मिररमा हेर्दा सडक खाली थियो। विकासले बुझ्यो, केही अत्यन्त शक्तिशाली र भयानक शक्ति उसको पछि थियो। विकासले ट्रक फेरि फुल स्पिडमा अघि बढायो। यसपटक फरक मोड लिए। घन्टौँ गाडी चलाए, तर फेरि उही आमका रुखले घेरिएको सडकमा पुग्यो। विकासलाई बुझ्न गाह्रो भयो, यो चक्रव्यूहबाट कसरी बाहिर निस्कने। बाटो सुनसान थियो। कुनै कार, ट्रक, बाइक, चिया पसल वा टपरी थिएन। घन्टौँ चलाएपछि सडकको केही मिटर टाढा एउटा बुढो मानिस हिँडिरहेको देख्यो। पातलो सेतो धोती लगाएको। विकासले सोचे, धन्यवाद, कुनै मान्छे त भेटियो। तर जब बुढो मानिसले मुख फर्कायो, विकासको रौँ उभियो। आँखाहरू हल्लिरहेका थिएनन्, केवल 2 कालो दाग। र उसले विकासलाई उस्तै डराउने मुस्कान दियो जस्तो बच्चाले दिएको थियो। विकासले ट्रक घुमायो र फुल स्पिडमा बन्दीपुरतर्फ फर्कियो। पछाडिको बाटो लिएर घर पुग्ने होला, उसले सोच्यो। तर 1.5-2 घन्टापछि फेरि उही सडकमा पुगे। थकान, डर र हताशाले विकासलाई भत्कायो। रात अझै सकिएको थिएन। पेट्रोल पनि सकिन लागिरहेको थियो। हात काप्दै मद्दतको लागि चिच्चाइरहेको थियो, तर सुनिने कोही थिएन। स्लोमा ट्रक चलाउँदै गर्दा ट्रकको अगाडि अर्को मानिस देखा पर्यो। उही सर्ट र पट्टी, उही उचाइ। विकास नजिक पुग्दा डरले थर्कियो। त्यो मानिस उसको आफ्नै रूप थियो, तर ऊ पनि बुढो मानिस जस्तै, आँखाविहीन र बच्चा बुलो जस्तै डराउने मुस्कान दिएको। विकासको दिमाग हल्लियो। ट्रक त्यस शक्तिमा भड्किएर सबै सिसा फुट्यो र विकास बेहोस भयो। भोलिपल्ट बिहान सडकबाट गुज्रिरहेको कारले ट्रक दुर्घटनामा परेको देख्यो। ठुलो ढुङ्गामा ठोकिएको। ट्रकमा विकास जख्मी अवस्थामा थियो। तुरुन्त अस्पताल पुर्याइयो। 2 दिनपछि आँखा खुल्यो। विकासले प्रहरी र डाक्टरलाई सबै कुरा सुनायो। बुझ्यो, उसको सामना बन्दीपुरको शक्तिशाली चकवासँग भएको थियो। चकवा एउटा भयानक शक्ति हो, मानिसलाई आफ्नो जालमा फसाउँछ।
कहिले बच्चा, कहिले बुढो, कहिले छाया, कहिले आफ्नै रूप भएर देखिन्छ। चकुवाको एकमात्र काम राति यात्रा गर्नेको दिमाग घुमाउनु, बाटो रोक्नु र जालमा फसाउनु। गाउँले भन्छन् चकुवाले पक्रे पनि व्यक्ति बच्यो भने पनि धेरै समय बाँच्दैन। मन भत्किन्छ, समय रोकिन्छ र सास बिस्तारै बिस्तारै बन्द हुन्छ। त्यो दिनपछि विकासले गाडी चलाउन छोड्यो। स्वास्थ्य बिग्रियो र केही दिनमै हार्ट अट्याकबाट मृत्यु भयो। साथीहरू, यदि सुनसान सडक हुँदै जाँदै हुनुहुन्छ भने सतर्क रहनुहोस्, चकुवाको सामना नहोस्। र यदि तपाईँलाई कथा मन पर्यो भने हाम्रो डाकटुन च्यानल सब्स्क्राइब गर्न नबिर्सनु।